आज हामी सुर्खेतदेखि तपाईँको मेलकुना दशरथपुर हुँदै जाजरकोटसम्म जानको लागि पहिला हामी छिन्चु भएर जान्छौँ होइन लक्ष्मण? अनि त्यो जाँदाखेरि बाटो अलि लामो र त्यति राम्रो बाटो छैन भनेर आज हामी यो ढुलाइबेडीदेखि एकदम सर्टकट बाटो खुलेको छ, एकदमै राम्रो बाटो खुलेको छ र सम्पूर्ण दर्शकहरूलाई पनि त्यो बाटो एकचोटि हिँडेर यहाँको मनोरम दृश्य लिनुहोला भनेर हामीले आज एउटा सानो भिडियो बनाएका छौँ। हेर्दै जानुहोस् बाटो कस्तो छ र त्यहाँका दृश्यहरू कस्ता छन्, अनि हजुरहरूलाई दुःख पाउनुहुन्छ कि सुख पाउनुहुन्छ कि हामी त्यसको बारेमा भन्दैछौँ। र बाटो पनि हामीलाई कति सजिलो र छोटो पर्छ भने होइन लक्ष्मण? छोटो पर्छ, एकदमै छोटो पर्छ र बाटो पनि घुम्न जाने जस्तो कि एकदम त्यस्तो खालको बाटो छ। यसो कहिलेकाहीँ टाइम मिले बेला हजुरहरू पनि यो बाटो हिँड्न सक्नुहुन्छ। ल हामी अब धुलाइबेडीतिरको बाटो हामी देखाउँदैछौँ हजुरलाई। यतातिरको बाटो यता देखाउँ। ल देख्न सक्नुहुन्छ बाटो यहाँबाट सुरु भयो, धुलाइबेडीदेखि माथितिर लाग्ने हो। अनि यो बाटो कस्तो छ हामी पुरै देखाउँदैछौँ होइन लक्ष्मण? आजको यात्रा सुरु भइरहेको छ। त्यो चाहिँ पुरै बनिसकेको त छैन, अगाडि चाहिँ बनिसकेको छ बाटो होइन? राम्रो छ। अहिले ट्रेनमा अधिकांश मान्छेहरू घुम्नको लागि यही बाटो प्रयोग गर्छन्। अहिले भेडाबारी बाटो भन्छ यसलाई। हामी भेडाबाडी पनि जान्छौँ। बाटो राम्रो छ नि है, पानी बनाएर बाटो त कस्तो दामी हो क्या है। हरसम्म चाहिँ गाडीहरू आवाज भइरहेको छ यहाँ। पहिला हामी छिन्चुको बाटो भएर नेपालमा दुःखै जान्थ्यौँ भने अहिले छिन्चु नगरेर यही बाटो मानिसहरू आवाज गरेर यो बाटो राम्रो भएको हुनाले यो बाटो चाहिँ हामी भेडाबारी हुँदै दशरथपुर र मेलकुना बजारमा निस्किएर चाहिँ दाङतिर यताउति जाने सबै बाटो त्यो बाटो दाङ पनि जान्छ होइन यो बाटो? पहिला नाइटहरू चलिरहेको थियो यहाँ पहिला आज बाटो मरामत गरेको हुनाले बन्द गरिरहेको छ यहाँ। अनि यति राम्रो वातावरण हेरेर न, बाहिरतिर हामी बाटोतिर घुम्दाखेरि रुखहरू पनि तपाईँको सेतो भइसकेको छ क्या। अनि यहाँ त हरियो है, कति मनोरम दृश्य छ क्या होइन? नेचुरल त कर्णाली त्यो चाहिँ बनिएको होला त नेपालमा। कस्तो राम्रो छ लागि त कर्णाली पर्दछ धेरै उच्च विकासको कुरामा पो पछि परेको त। नत्र त पर्यटक हिसाबले आन्तरिक पर्यटक बाह्य पर्यटकको लागि त सुलेट छ नि। सके हप्तामा नसकेपछि महिनामा चाहिँ एकचोटि आउने बाटो क्या है। मान्छेहरू त धेरै आउँछ त्यो बाटोमा त। पहिला यो बाटोमा गाडीहरू ट्र्याक्टरहरू टिप्परहरू मात्रै आवाज गर्थ्यो खोला बजारको लागि। अहिले त यी सब गाडीहरू सबै आवाज गरिरहेको छ। घुम्ती चाहिँ अलि मोड छ है, मोडहरू छ। मोडमा पनि चाख्लो चाहिँ गराएको छ। बाटो चाहिँ चाख्लो रहेछ, चाख्लो चाहिँ गराएको छ। खतरनाक घुम्तीहरू चाहिँ रहेछ। अब यो हामी कुन खोलामा आइपुग्यौँ त? यो हामीले यो ठाउँलाई चाहिँ भुच्चोक खोला पनि भन्छ, परेखोला खोला पनि भन्छ यसलाई। अब यहाँको पुल अलिक जीर्ण अवस्थामा छ, यसलाई मरामतको पर्खाइमा बसेको छ यो पुल अहिले। पहिला सानो गाडीहरू हिँड्ने भएको हुनाले एक लाइन मात्रै बनाइएको थियो भने चाहिँ अहिले पछि छ। पछि भएको कारणले यसलाई चाहिँ पुलको टेन्डर परेको छ भन्ने कुरो त जानकारी आएको छ। तर जहाँसम्म लाग्छ चुनावी पर्खाइले पनि होला सायद। पहिला हाम्रो यो नयाँ नजिकका मान्छेहरू व्यक्तिहरू हो भने चलाउने ठाउँ पनि हो यो। यसलाई चाहिँ अब घाटहरू भन्छ। पहिला भेरीतिर जान्छ नि, यता नजिकको बस्ती भएकोले गाउँले चाहिँ यिनै घाटको व्यवस्था गरेको त पर। यहाँ मन्दिरपट्टि यो खोला पुल हो यो, झोप्रा खोलाको पुल। झोप्रा खोला पुल आइसक्यौँ हामी। यसलाई भुच्चोक पनि भन्छ, झोप्रा खोला पुल भन्छ। यस्तो गाडीहरू लागिरहेको तपाईँ देख्न सक्नुहुन्छ। यो मान्छेहरू चलाउने ठाउँहरू पनि हो यो। होला हामी घुम्ती ट्याक्कै फरक गऱ्यौँ। अनि आजको यात्रामा के गर्ने प्लान छ त हाम्रो? अब हिँडिरहेको छौँ। के अरे अब थोरै गन्तव्य पार गरिसक्यौँ हामीले, धेरै छ जानुपर्ने। केही किलोमिटर मात्रै हिँडेछौँ। अब अगाडि
गइसकेपछि के हुन्छ अब तपाईँलाई हामी देखाउँदैछ बाटो सायद तपाईँलाई यो मनोरम दृश्य पहिलोचोटि त देख्नुभयो होला जस्तो लाग्छ मलाई सायद भर्खर मरामतको पर्ख्या भएको बाटो अहिले चाहिँ जो राम्रो बनाइसकेको रहेछ अब कोही साथीहरू आउँदै हुनुहुन्छ भने छिन्चुको बाटो प्रयोग नगरेर यो बाटोबाट आउनुहुन्छ भने पनि एकदमै राम्रो बाटो छ छोटो पनि छ किलोमिटरको हिसाबले छोटो पनि छ अब हाम्रो यो बोरीपाटी विद्यालय भन्ने हो यो बोरीपाटी विद्यालयमा आइपुगेको छौँ हामी रानीमाटे खोला पुल हो यो रानीमाटे खोला पुल होइन भन्ने हो यो भर्खरै यही बाटो सँगसँगै मरामत भएको यो पुल पहिला चाहिँ खोला भएर जानु पर्थ्यो अहिले चाहिँ त्यो यस्तो छ यही देख्न सक्नुहुन्छ तपाईँहरूले तपाईँलाई रमणीय ठाउँहरू देखाइरहेको छौँ बाटोहरू हेर्दै हिँड्नुहोस् त्यति बाटो चाहिँ गाडीहरू यता यात्रा चाहिँ खासै गर्दो रहेछन् बाटो खाली छ एकदम क्या है खाली छ तिनीहरूलाई पनि राम्रो सजिलो भर्खर मरामत भएको बाटो होइन यो 2 महिना 1.5 महिना भयो यो सञ्चालनमा सुरु भएको बाटो मान्छेहरू घुम्न आउने यताउति गर्ने हेर्ने हो यो अब यहाँ टिकटक यो चाहिँ भाइरल भन्ने बाटो हेर्नुहोस् टिकटक एकदम भाइरल हुने ठाउँ हो यो टिकटकहरू बनाउने उ गर्ने भिडियो बनाउने यही कर्नरमा कहाँ भन्नु त तपाईँले यही कर्नरमा यो टिकटकहरूमा तपाईँलाई अधिकांश यो ठाउँलाई देख्न सक्नुहुन्छ तपाईँले यही ठाउँ हो यो अनि अरू के छ त के हुने यार यस्तै बस कहाँ जाने बिदाको दिन पनि पऱ्यो पहिलो शनिबार पनि पऱ्यो यसो घुम्न निस्किँदै आनन्दै छुट्टै खालको एक प्रकारको फिल हुँदो रहेछ कि हरियाली कति घर बस्ने कति दोकान म त हेर दोकानमा वाक्क दिक्क भएर यसो फ्रेस हुँ भनेर यसो 1-आधा घन्टा यस्तो अब हल्का गर्मीको मौसम पनि अलिक बढ्दो क्रममा छ जाडो हराउँदैछ यही पिरियडमा फेरि निस्किने आनन्द आउँदो रहेछ क्या हेरेन कति राम्रो छ मौसम होइन त्यसमा अझै हाम्रा हरिया काँडाहरू जङ्गलले घेरिएको ठाउँ हो यो यस आजको दिनलाई चाहिँ सही सदुपयोग गरियो होइन यता आएर सही सदुपयोग भएको त अन्तको खास हुँदैन तर यो नयाँ लोकेसन पनि भयो र अर्को रमणीय ठाउँ पनि भयो र आनन्ददायी यात्रा पनि भयो क्या यसरी मन प्रफुल्ल भएको रिफ्रेसमेन्ट भन्छ नि त्यसको लागि चाहिँ यता आउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ गाउँको आराम बसोबास हरियाली नजरा तिम्रो त्यो नजरले कठै पर्यो नि यहाँले घुम्ती भए पनि जस बाटो चाहिँ ठिकै छ घुम्ती चाहिँ खतरनाक हो तर चौडाइ बाटो भएर एकदम के मस्त छ बनाएको छ यो गङ्गटे खोला पुल हो यो यहाँ गङ्गटे भन्छ यहाँको बसोबास पनि गङ्गटे नै हुन्छ यहाँकोलाई ए गङ्गटे भन्छ नि गङ्गटा पनि पाइन्छ कि पहिला अधिकांश मान्छेहरू गङ्गटाहरू बढी हुने भएको नै खोलो जस्तो स्थिति थिएन गङ्गटे भन्दा गङ्गटे थाहा गर्नु पर्यो पुरानो बाबुबाजेको जस्ता घरहरू टक्कै देख्न सक्नुहुन्छ पहिला हामी पनि प्रेरणा हाम्रो पनि घरहरू यस्तै थिए विकास हुँदै गएर अनि
बाटो भएर जान्छ यो दाङकोटी बाटो जाजरकोट कुपिन्डे दह सुर्खेतको एकदमै प्रख्यात हुन त सल्यान जिल्लामा पर्यो तर सुर्खेतबाट जाने धेरै जाने मान्छेहरू कुपिन्डे दह जाने बाटो पनि यही हो होइन यही बाटो भएर जान्छ ठुला साना सरी सादा बाटोको आवाज राउटे बस्ती देखाउ राउटे बस्ती हामी जान मिल्छ त्यहाँ यिनीहरू 45 दिनमा सर्छ अनि भर्खर यहाँ आज बनाउँदैछ यिनीहरूले नाचगान चले कि आज राउटे बस्तीको नाच आज पहिलो शनिबार यिनीहरूको शनिबार उ गर्छ सुगाइरहेछन् देख्नु दौरा सारा सब इन्स्टाग्राम यही हो राउटे बस्ती भन्ने तर राउटीहरू है यति मिठो हुँदो रहेछ कतिजना गाडीसम्म आएका पनि हेरेर आज थाहा पनि हो कि अन्त तिमीसित त गोजाको पैसा पनि मागेको थियो हात हाला त मिकोजीमा भेटामा लान्थ्यो त्यो एक दिनु भएन हामी कहाँ आइपुग्यौँ त अब यसो अगाडि भन्नु क्रस गरेर दशरथपुर भन्ने ठाउँ हो यो सानो बजार छ देख्न सक्नुहुन्छ यो दशरथपुर यसपछि हामी कहाँ पुग्छौँ होला गोमी यस गाडीहरू यसरी लागिरहेको छ यो लोकल गाडीहरू दशरथपुर बजार आइपुग्यो
एसी लगाउँ चलेकै छ अब यहाँको व्यापारहरू त बाटा हिँड्ने मान्छेहरू पनि चलाइन्छ हजुर हेर्न सक्नुहुन्छ हजुरहरूले यति मनोरम दृश्य छ यो बाटो हेर्दै जाँदाखेरि जुन आनन्द आउँछ नि यात्रा गर्दा त्यो सायदै नेपालमा कहीँ कहीँ मात्र हुन सक्दछ जो तराईमा छ जो पहाडमा छ जो न हिमालमा छ हामीले आज हिँड्दै गर्दा देखेको दृश्य हो यो जो हजुरहरू सामु हामीले प्रस्तुत गरेका छौँ आनन्दका साथ हेरिदिनु होला हेर्दै जानु होला के भन्छौ लक्ष्मण गर्मीको चाप हल्का बढे जस्तो छ हामीले चिसोलाई पछाडि धकेल्दै न्यानो न्यानो तापक्रमसित अङ्गालो मार्दै अगाडि बढेका छौँ हेर्न सक्नुहुन्छ उहाँकै लामो यो पर देखिरहेको त्यो मेलकुना बजार बेलुकुना बजार नजिकमा चाहिँ आइपुगेका छौँ हामी यात्राको एकदम नजिक होइन नजिक गन्तव्यमा पुग्दैछौँ अब केही मिनेटभित्रैमा अब चाहिँ हामी मेलकुनातिर त्यसपछि गएर माथि के भन्छ त्यो अरे जाजरकोटतिर जाने बाटो अनि हजुरको दाङतिर जाने बाटो चाहिँ पुल आउँदैछ यही पुलदेखि चाहिँ आफ्नो गन्तव्यमा जान सकिन्छ छिन्चुबाट आउने बाटो पनि जोडिन्छ अब हजुरहरूलाई कतिको छोटो लाग्यो बाटो कतिको राम्रो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला अब हामी पुलमा पुगेपछि चाहिँ हाम्रो भिडियो आजको लागि बन्द गर्दैछौँ त्यसपछि अन्य ठाउँमा पनि हजुरहरूलाई कुन ठाउँबाट जाँदा भन्दा कतातिरबाट जाँदा चाहिँ बाटो सजिलो हुन्छ र छोटो पर्छ भनेर हामी त्यो भिडियो निरन्तर बनाउन सक्छौँ त्यो पुल देखाइदेऊ अब यहाँबाट भेरी नदीको पुल आउँछ पुल हो खिचायो त पुल पनि